साथीहरु म तपाईलाई चाहिँ नि यो खोर्सानी देखाउँछु ल। यो चाहिँ रागे खोर्सानी। यसले चाहिँ यस्तो पिरो हुन्छ नि यो खोर्सानी चाहिँ। यहाँनिर एक दुईवटा पाकिरहेछ म देखाउँछु है ल। पाकिरहेछ कति धेरै फलिरहेको थियो। हामीले कतिचोटि आहा कस्तो मजाले पाकिरहेको रहेछु। टिप्नु पर्यो। टिपेर लगिहाल्ने मान्छेले यहाँनिर चोर दिन्छ फेरि घाँस काट्नु आउनेहरूले। कतिवटा पाकेछ भने म देखाउने छु तपाईहरुलाई। हल्का पाकेछ। देखाउँछु। सिस्नु पनि टिपेर लानु पर्यो भनेको अलिक नपुग्ने रहेछ है सिस्नु टिप्नु चाहिँ। वाउ रागे खोर्सानी कस्तो मिठो हुन्छ नि यो खोर्सानी। मिठो हुन्छ पिरो हुन्छ। वाह यसले एउटा रागालाई पुग्थ्यो अरे क्या। एउटा भनौँ न सिङ्गै डल्लै रागा काटेर पकाउँदाखेरि एउटा खोर्सानीले पुग्थ्यो अरे क्या। त्यही भएर यसको नाम चाहिँ रागे खोर्सानी अरे क्या।